के हो जानवर जस्तो कति दामी छ हैन। वाओ नाइस। हेर्न सक्नुहुन्छ डुकुरी राखा ए यस्ता यस्ता पक्षीहरू बस्छन्। गुड मर्निङ, वेलकम टु न्यू ब्लग गाइस। आइयो सबै सन्चै हुनुहुन्छ र म पनि सन्चै नै छु। अब यहाँ म भर्खरै उठेको थिएँ। अब बिस्तारै उस्तारै यतिकै छ। अब यसलाई पटाएर राख्न पर्यो। अब यहाँ कपडा पनि धुन छ गाइस। यहाँ कपडा पनि छ एक पतिला पानी आज आइरहेको थियो। कपडा धुन्छु अब सामान पनि यस्तै छ। भित्र नि सामान बाहिर नि सामान पुरै सामानले भरेर रुम के हो यहाँ उ के पुरै सामानले भर्दा ल कपडा पनि धोएर भइसक्यो। कपडा सबै धोएर भइसक्यो। पुरै कपडा यहाँदेखि वहाँ नुहाइधुवाइ फ्रेस पनि भयो। अब कामतिर लाग्छु। अब कामतिर लागेपछि त्यसपछि नास्ता गर्ने बेला हुन्छ। यता राइस हुँदैछ गाइस अनि यता नुडल हुँदैछ। अब नुडल बोइल गर्दैछु हैन। अब हाम्रो नुडल प्यालो हुन्छ। अरू ठाउँमा सेतो नि हुन्छ, थरीको हुन्छ। हाम्रोमा त प्यालो हुन्छ। यता राइस पनि हुँदैछ। राइस भाप निस्किरहेको। आज पानी परेको थियो जस्तो लाग्यो गाइस। किनभने बाटो पुरै भिगिरहेको नि त, गिलो छ बाहिर निस्किँदाखेरि। आज सायद पानी पऱ्यो। मौसम चिसो छ आज, मौसम राम्रो छ। हिजो त मौसम बिग्रिरहेको थियो अनि पानी परेन। आज खासै म फेरि अलिक ढिलो पनि उठेँ। त्यो कारणले पनि मैले देख्न पाएन कि मौसम। बिहान भयो होला, रातिमा पनि हुनसक्छ। रातिमा अलि म चाँडै सुतेँ, थाहा पाएको थिएन। हाम्रो यहाँ भेज मोमो बन्दैछ गाइस। यहाँ भेज मोमो एक स्टिम बनेर भइसक्यो। अब अझै पनि छन् 3-4 स्टिम अझै छ। यति हो। यहाँ रोटी बेल्दैछु म। यहाँ रेडी गर्दैछौँ हामीले। चिकन मोमो बन्दैछ गाइस। यो हाम्रो चिकन मोमो बन्दैछ। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। हाम्रो यस्तो डिजाइन हुन्छ। यस्तो हो हाम्रो। एक साइडको पुरै क्लिन पुरा स्लिप राख्छौँ, अर्को मुभ गर्छौँ। यहाँ हाम्रो सेफले बनाउँदै हुनुहुन्छ। यहाँ गोला काटेर रेडी छ। म बेल्दैछु। मैले पनि बिचमा बनाउँछु मौका पाइसी। मौका त झ्याप्पा मिल्दैन। हल्का बनाइराख्छु। उता एउटा भेज मोमो भइसक्यो बनाएर, चिकन मोमो बनाउँदैछौँ। अब यो पनि यति यो बनाएर अर्डर दिन आएको थिएँ म। गर्मी पनि लास्टै छ। दक्षिणापुरम जाँदैछु। यो बाटो यस्तो हेर्नु, लोकेसन हरियाली पुरै छ, दामी छ हैन। टक्क यस्तो छ बाटो, यस्तो टाइपको फुल टक्क सजाएको हैन। दामी रहेछ ठाउँ टक्क। यो फेरि होस्टल होइन, यो घर भएको जेनुभित्रै पर्छ यिनी। फेरि यो मतलब नम्बर बाई नम्बर हुन्छ नि, त्यही नम्बर बाई नम्बर होस्टल त होइन। यस्तै पनि बस्छन् यहाँ। दामी छ, राम्रो रहेछ। अब जाँदैछु आफ्नो काम गर्ने ठाउँमा। आइपुगेँ। अब जाँदैछु। अब आइपुगेँ गाइस। तपाईँले हेर्नुभयो होला धेरै जस्तो म साइकल यहीँ रोक्छु। र अगाडि उहाँ छैन रोक्ने। सो फाइनली गाइस अर्डर दिन आएको थिएँ त झेलममा। अर्डर दिएर भइसक्यो। फर्किँदैछु। यहाँ हेर्न सक्नुहुन्छ यो त झेलमको होस्टेलको यो मेन किचन हो। यहाँ खाना बन्छ दोहोरो तरिकाले। अब इन्टर पास बाहिर जाँदैछु म। गेटदेखि बाहिर जाँदैछु। यहाँ यस्तो छ हेर्न सक्नुहुन्छ भित्र डेकोरेसन। भने चाहिँ बाहिर आएँ। पार्किङ यो पार्किङ हो। पुरै गाडी उभिरहेको यहाँ। यता नि छ यस्तो होस्टेल छ। ठुलो छ यो होस्टेल। कुछ यो टाइपको छ, दामी छ। टक्क यहाँ हेर्न सक्नुहुन्छ।
त्यहाँबाट नि हिँडिसकेँ गाइस, त्यहाँबाट नि हिँडेँ। यो साइकलमै छु, साइकल चलाउँदैछु। हेर्न सक्नुहुन्छ यस्तो छ टक्का दामी सररररर हावा आएको। त्यही जाँदैछु, बाटामा छु। हेर्न सक्नुहुन्छ, चेक गर्नुहोस् त्यहाँ यति ठुलो के हो जानवर जस्तो कति दामी छ होइन। वाउ नाइस। हेर्न सक्नुहुन्छ दुकुरी राहा। ए यस्ता यस्ता पक्षीहरू बस्छन्। पुगे गाइस, अर्डर दिएर नि आइसक्यो। यहाँ पार्किङ लगाइदिएछु। यहाँ सानो पार्किङ जस्तो साइकल छ नि त्यस्तै हाम्रो पनि मेरो पनि पार्किङ हो। टाइम हाम्रो क्लोज भइसक्यो त, पुरै सामान यता भित्र भइसक्यो। टाइम पनि 11:30 भयो। अब आज पानी पर्दैछ, डेन्जरै पानी परेको थियो। राति 11:30 तिर पानी पर्दैछ। दुकान बढाउने बेला, दुकान त हामीले क्लोज गऱ्यौँ, पानी पर्दैछ, क्लोज पनि गऱ्यौँ। अनि हेर्न सक्नुहुन्छ बाहिर पुरा पानी परिरहेको क्या, पुरै पानी अँधेरा देखिन्न, हुन त डेन्जरै परिरहेको। यस्तोमा छ पुरै पानी परिरहेको, सरसर थरथर थरथर। हेर्न सक्नुहुन्छ अहिले बेसकनी पर्दै थियो, अहिले चाहिँ बन्द भयो। पुरै अलिअलि पर्दैछ, त्यति हार्ड बेसकनी पऱ्यो होइन। बेसकनी त अघि नै परेको थियो, दुकान बढाउने बेला अलिक कम भयो, पानीको पावर अलिक कम भयो। अब बाहिर टोइलेट वासरुम जान आउनु दिक्कत हुन्छ कि पुरै वहाँ छ वासरुम पनि, पुरै दिक्कत हुन्छ जाँदाखेरि। हेर्न सक्नुहुन्छ लाइट साइट सबै बोल्यो। त्यही नि हाम्रो दुकान पनि पुरै क्लोज भयो। यताको पुरै दुकान क्लोज भयो। मान्छेहरू सबै मान्छेहरू उभिरहन्, वहाँ उता सबै उभिरहन्। कोही वहाँ छन्, कोही त्यहाँ छन्, कोही उता छन् गाइस। हाम्रो पनि यता पुरै पानी, अहिले यहाँ पुरै पानी आउँछ। यहाँ अहिले पानी आउँछ, फेरि बिहान सोर्न पर्छ वाइफरले पुरै सोर्न पर्छ पानी। वाइफर यहीँ छेउमा छ, यहीँ वाइफर राखेको छु। हाम्रो पनि यस्तै किचड भइरह, भित्र बाहिर गर्दाखेरि पुरै किचड हुन्छ कि, भित्र बाहिर पुरै खतम गरिदिन्छ। यो टाइल्स झन्नै ब्ल्याक मतलब हल्का अलि निलो टाइपको छ। सेतो हुन्थ्यो भने पहिला सेतो थियो, बिचमा अहिले फेरेर नयाँ लगाएर भयो। त्यही भएर अहिले सहिलो पनि भयो। त्यति किचड भएको खासै देखिन्न। पानी त बन्द हुने नामै ल्याउनु लागेन। कपडा पनि धोएर सुकाएर सबै रुज्यो। अनि यही साइकलमाथि सबै सुकाइरहेको छु। साइकलमाथि सबै बिहान धोएको कपडा सुक्यो होइन, आज घाम पनि लागेन, कपडा पनि सुक्यो होइन, पुरै कपडा भइदिइरहेको। त्यही भएर गिलो त अब पानीले गर्दा अलि छेपेर अलि गिलो भयो। बिहान पनि सुकेको थिएन खासै, पैन्ट सबै यो जिङको पैन्ट छ नि, हाफ पैन्ट सबै गिलो छ गाइस। त्यस्तै हो, अलिअलि पातला यिनी ट्राउजरहरू निक्करहरू हल्का भयो सुकेर। एउटा त्यहाँ उहाँ माथि सुकाइरहेको छ, सुकाउने ठाउँ पनि अलि गतिलो भएन कि, त्यही साइकलमाथि साइकल खडा गर्थ्यो नि कुनामा, त्यही सुकाइदिन्थेँ। अलि घाम पनि लागेको थिएन, सुकिहाल्थ्यो। अलि पङ्खाको हावामा राखेछु, हावा सुक्ला, पङ्खाको हावामा राखेँ, हावा सुक्ला। त्यही भएर अहिले कुलर पनि लगाउँछु, सानो कुलर छ, पुन्टे सानो खुच्चे कुलर लगाउँछु। यता यसो फर्काइदिन्छु। आज मौसम अलि चिसो भयो, आज अलि गर्मी कम छ। अनि गर्मीले पुरा हाल गरिदिन्थ्यो गाइस, विश्वास नगर्नु, पुरा हाल गरिदिन्थ्यो। त्यही नि गाइस। अब खानापिना त भनौँ कि आज त खाना खान्न, खाना खानु मन छैन खासै। त्यही हल्का 8 बजीतिर खाएको थिएँ, 8 बजीतिर त्यही हल्का नास्ता गरेँ त। अहिले खाने मन पनि छैन, यत्तिकै सुत्छु। बिहान उठ्छु, चाँडै उठ्न हुन्छ। मोटर चलाउनु पर्छ कि, त्यही कारणले अलि चाँडै उठ्न पर्छ। त्यही नि गाइस, दिक्कत छ, धेरै परेसानी छ। अनि त्यही हो, ब्लग लगाउँछु म एन्ड। अनि ब्लग लगाउँछु म एन्ड। अनि राम्रो लाग्यो भने भिडियो लाइक गरिदिनु ल, सब्सक्राइब गरिदिनु। अब मिलाउँला नेक्स्ट भिडियोमा। अहिलेको लागि ल, बाई।